भाउजूहरुले आमालाई कहिले भेट्नुभयो पहिलो? आमालाई पहिलोचोटि भेट्दाखेरि त दुःखद उसमा भेट भएको ठुलो बुवा बितेपछि। हजुर हजुर। त्यही बेलामा भेट भयो। हजुरको बिहा चाहिँ 36 सालमा भयो। 36 सालमा भयो। अनि आमा मेरो बिहामा यहाँ आउनुभयो। मेरो बिहा के लमजुङबाट भयो। आमा त्यति बेला चितवन हुनुहुन्थ्यो। आउनु भएन? आउनु भएन बिहामा यस्तो बाटोको सुविधा थिएन हैन, हिँडेर आउनु पर्ने, त्यसले गर्दा आमा आउनु भएको थिएन। हजुर। अनि म काठमाडौँ गएपछि त्यो दुःखद घटना घटिसकेपछि बुवा बितेको बेलामा चितवनबाट आमालाई ल्याइयो काठमाडौँ। त्यही बेलामा भेट भयो। अनि पछिबाट त्यहाँबाट आमासँग सम्बन्ध अगाडि बढ्दै गएको हो। अनि राम्रो थियो आमासँग सम्बन्ध। आमा त्यो बेला मैपी बस्नुहुन्थ्यो हैन? मैपी बस्नुहुन्थ्यो। अनि त्यसपछि हामी त मैपी घर खोज्दै गयौँ के महेश दाई, म दाई आमालाई भेट्न। त्यही खानासाना खाने यसो कहिले काहीँ के अनि आमालाई भेट्न भनेर जान्थ्यौँ। अनि रेगुलरली आमालाई हजुर आमा कहाँ आउने? अनि आमा म कहाँ त त्यस्तै विशेष केही पर्यो भने बोलाइन्थ्यो। नभए आमा हामी डेरामा बस्थ्यौँ हैन, बस्नु त पछि आमा पनि कोठामा हजुरसँग बस्नुहुन्थ्यो। अन्त हामी नै जान्थ्यौँ आमा कहाँ। आमालाई हामीले कोठामा खासै त्यसरी बोलाएन। कहिले काहीँ हुन्थ्यो बुढो मान्छेलाई भनेर हामी नै भेट्न जान्थ्यौँ आमालाई। आमाको अहिले सम्झना लायकहरु के पलहरु कस्तो लाग्छ? के आमाको पल त्यही त हो नि, सम्झँदाखेरि अलिक खरो खालको बोल्ने राम्रो के, अनि माया चाहिँ गर्नुहुन्थ्यो। के छ कसो छ आइनौ तिमी कति दिन भयो नआएको भन्नुहुन्थ्यो। त्यो अरू केही छैन त्यस्तो नराम्रो केही छैन। खरो खालको बोल्नुहुन्थ्यो। कति दिन भयो तिमी आइनौ बिर्स्यौ तिमीले भन्नुहुन्थ्यो। आमा बित्दाखेरि हजुर कहाँ हुनुहुन्थ्यो? आमा बिदा म काठमाडौँमै थिएँ नि। अनि पशुपतिमा पनि त्यसरी बसे हो। पछि के पशुपतिमा बसेको बेलामा सबै हजुरहरूलाई मैले बुवा बिदा पनि मैले के मिश्रीको काँडा पकाउने खुवाउने गर्दै हो। आमाको उसमा पनि मैले गरेँ हो नि त, सहयोग गरेको हो। म काठमाडौँमै थिएँ नि त्यति बेला। बित्दाखेरि चाहिँ भयो, मेरो बिहामा चाहिँ आमा हुनुहुन्थेन। त्यही त। अनि आमा एउटा स्ट्रङ क्यारेक्टर हो कि। अनि उहाँको पनि डिसिजन मुवाको जस्तै थियो है? मुवाको जस्तै डिसिजन खै त्यति त्यसपछि उसमा चाहिँ मैले गर्न सकिनँ कि आमासित। कहिले काहीँ गरेको मात्रै हो डिसिजन र उसको बारेमा चाहिँ। बोली चाहिँ स्ट्रङ थियो आमाको। हजुर हजुर। अरूमा चाहिँ अब कहिले काहीँ भेटघाट गर्ने हो। त्यस्तो लामो बसाइ चाहिँ भएन। सँगै लामो बसाइ चाहिँ भएन। त्यही त उता माइलो बुवाको परिवार मध्येमा सबभन्दा नजिक भएको हजुर नै होला हो। अरू भन्दा त किनभने म पहिलाबाट काठमाडौँ बसेपछि अब दाइ पनि आमासितै बस्नुभएको भयो होइन। अनि त्यसले गर्दा जाने आउने चाहिँ त्यसमा बढी भयो नि त। त्यो भाइहरू पछिबाट बस्थे काठमाडौँ। त्यो कति देउरानीहरूले त अब आमालाई चिन्दैनन् के दुईटा उहरूले त। आमा एक्सपायर भइसकेपछि बिहा भयो। उसको चाहिँ माइलो देवरको बिहामा त आमा हुनुहुन्थ्यो नि? ए आमा जानुभएको थियो क्या? जानुभएको थियो हो। आमाले टिका सिका लगाइदिएर गर्नुभएको। उसको हामी घर बनाएको थिएन, त्यो रुनुको घरबाट बसेका थियौँ। घर बनाउने तयारीमा थियौँ। अलिक मोडर्न पनि हो नि आमा, किनभने माइलो दाइको महेश दाइको श्रीमती त ब्रिटिस होइन। अनि अरू कसैले त्यो सवालता थिएन नि त। बुवालाई चाहिँ ऊ लागेको थिएन। अब भइगयो छोराको मन उ भएपछि भनेर बुवाले उ गरिदिनु हो। त्यसपछि मुवाले टिका सिका लगाइदिनु हो। त्यस्तो फङ्सनमा त जानुहुन्थ्यो आमा, बोलाउँथ्यौँ जान्थ्यौँ। अब हाम्रो खासै त्यस्तो विधि फङ्सन भएन कि आमा त्यहाँ उसमा बस्दाखेरि। त्यहाँ उहरू हुँदाखेरि त आमा एक्सपायर भइसक्नु भएको थियो नि त। त्यसो भएर ठिकै छ।